ती नामहरू योग्यतम नामहरू हो। यही नामबाट चाहिँ यही नाम 6बाट जना सिफारिस हुनुभएकाहरूबाट प्रधान न्यायाधीशको चयन हुन्छ भनेर बनाइएको विधि गलत हो भने संविधान संशोधनको बहस चलेको छ, गरौँ बहस। सरकारले असंवैधानिक काम गर्यो, गैर संवैधानिक काम गर्यो, संविधान मिच्यो, विधि मिच्यो भनेको हामीले सुनेका छौँ। साथीहो, राजनीतिक रूपमा यो संविधान बन्दा रासोपाको राजनीतिक उपस्थिति थिएन। संविधान बनिसकेको अवस्थामा, त्यो अभ्यासमा गइसकेको अवस्थामा राजनीतिक रूपमा रासोपाको उदय भएको। संविधानका अक्षरहरू उहाँहरूले लेख्नुभयो होला, तर त्यसको भावना रासोपाले प्रतिनिधित्व गरिरहेको छ। समावेशिता उहाँहरूले अक्षरमा लेख्नुभयो, 33% महिलाहरूलाई दिन्छौँ भनेर उहाँहरूले अक्षरमा लेख्नुभयो, तर त्यसलाई पालना त आफ्नो मन्त्रीमण्डल मार्फत रासोपाले गरिरहेको छ नि। समावेशिताका मुद्दाहरू, समावेशिताका अक्षरहरू संविधानमा लेखियो होला, तर त्यसको मर्म र त्यसको व्यवहारमा उतार्ने काम त सीतावादीहरूलाई मन्त्री परिषदमा लगेर रासोपाले गरिरहेको छ होला नि। त्यो पूर्ण होइन, त्यो पूर्ण होइन। हामीले पनि गरिसकेका छैनौँ, तर हुन दिन्छौँ। यो देशको संविधानले मेरिटोक्रेसी, क्षमताका आधारमा राज्यमा पहुँचको अवधारणा प्रस्तुत गरेको छ नि, तर त्यसको सुनिश्चितता, संविधानको त्यो मर्मको सुनिश्चितता रासोपाको सरकारले गरेको छ। संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो। असंवैधानिक भएको भए 6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि। त्यही संविधान विपरीत कार्यक्रम काम हो। संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्ने छ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला। तर संविधानले त्यसो भन्दैन, भनेन। त्यति मात्र होइन, 6 जना न्यायाधीशहरूको सिफारिस रासोपाको सरकारले वा रासोपाको उपस्थितिमा पनि भएको होइन। त्यो त सिफारिस भएर बसेको थियो र संवैधानिक परिषदमा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गएपछि उहाँहरूले बैठक गर्दा त्यसरी आएका नामहरूमा त ती नामहरू योग्यतम नामहरू हो। यही नामबाट चाहिँ यही नाम 6बाट जना सिफारिस हुनुभएकाहरूबाट प्रधान न्यायाधीशको चयन हुन्छ भनेर बनाइएको विधि गलत हो भने संविधान संशोधनको बहस चलेको छ, गरौँ बहस, गरौँ। तर होइन, विधि त त्यस्तै बनाइएको छ। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो। साथी हो, हामीलाई भागभण्डामा विश्वास छैन। हामी राजनीतिमा आउनु पूर्व नै सम्मानित अदालतमा उपस्थित रहनुभएका माननीय न्यायमूर्तिहरूको नाम सर्ट लिस्टमा आइपुग्यो। त्यतिखेर नै हामी सरकारमा पुग्यौँ र हामीलाई भनियो यसमध्ये एउटा छान्नुपर्छ भनेर। विधिले त्यही भन्यो र त्यही विधिलाई फलो गर्दा, त्यही विधिलाई मान्दा, त्यही संविधानलाई मान्दा हामीले त्यसै भित्रबाट 1 जनालाई सिफारिस गरेका हौँ। संसदीय सुनवाई छ, यो प्रक्रिया छ। त्यसकारणले न्यायालयका विषयलाई धेरै चर्चाको विषय गरेर, धेरै अप्ठ्यारो गरेर, धेरै त्यसमा टसल गरेर र चुनौतीपूर्ण ढङ्गका अभिव्यक्तिहरू दिएर के लाभ हुन्छ र? त्यो त जग हँसाइ मात्र हुन्छ। हामी त्यस्तो जग हँसाइमा विश्वास गर्दैनौँ। हामीलाई अझै पनि विश्वास छ, मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्दन अझै पनि त्यही छ नि। हुन्छ, त्यस्तो रिस उठेको छ भने चलाइदिनुहोस् हतियार। त्यही बुझाएर आएको छु मैले आफ्नो गर्दन त। म यहीँ छु, त्यही छ मेरो गर्दन। होइन भने न्यायालयको गरिमा,
न्यायालयको प्रतिष्ठा त्यसलाई सडकको विषय बनाउनु हुँदैन। अन्यायमा त हामी पनि पर्यौँ होला, हामीलाई पनि चिच्चै भन्न मन थियो, कराई भन्न मन थियो, अन्याय भयो न्याय पाऊ भन्न मन थियो। तर हरेक पटक अदालतको ढोकाबाट बाहिर निस्किएर अदालतप्रति आशा छ, भरोसा छ भन्दै आएको म। मेरा अभिव्यक्तिहरू अझै पनि त्यही छन्। न्याय पाइयो पाइएन आफ्नो ठाउँमा छ, तर पाइन्छ भन्ने आशा र भरोसा हामीलाई आज पनि छ। यही हो। बस हामी यति चाहन्छौँ कि संसारभरि आई विल सी यु इन अ कोर्ट, तिमीलाई म अदालतमा भेटौँला भनेर पीडितले भन्छ। तर यहाँ त पीडकले भन्ने वातावरण बन्ला कि भन्ने कुरामा हामी सचेत हुनु परेको न हो। पीडकले तँलाई अदालतमा देखाइदिउला भन्यो भने के हुन्छ? कतै त्यस्तो भयो कि त्यस्तो नहोस्। जुडिसियरीले आफूलाई सबल सक्षम बनाउने जिम्मेवारी पाएको छ, त्यो गर्न सकोस्। हामी त्यसमा टीका टिप्पणी गर्न चाहदैनौँ र सम्मानित अदालतले पनि यसमा टीका टिप्पणी गरेर यसलाई सडकको विषय, यसलाई हाँसोको विषय नबनाओस्। म यति नै भन्न चाहन्छु। बाँकी मैले अघि पनि भनिहालेँ, मेरो त गर्दन नै त्यही छ। त्यसकारणले आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै कागजमा बन्दी मात्र नहोस् न्याय। हामीले भन्ने गरेका थियौँ पहिला टेलिभिजनमा हुँदा, कागजमा बन्दी न्याय, अन्याय खुला सडकमा, त्यस्तो वातावरण सिर्जना नहोस्। त्यसकारणले अन्याय गरिएको छैन, गर्नु पनि हुँदैन र त्यसका लागि यसलाई एउटा सम्मानित ठाउँमा र यसलाई एउटा गरिमा र मर्यादाको ठाउँमा राख्नुपर्ने हुन्छ। त्यसकारणले यसभन्दा बढी सम्मानित अदालतका विषयमा टीका टिप्पणी गर्नु त्यति उपयुक्त हुँदैन। त्यसकारणले मैले यति मात्र भन्न खोजेको हो कि संविधानले गरेको व्यवस्था, त्यो व्यवस्थालाई टेकेर भएको सिफारिस र सिफारिस मध्येबाट त्यहाँ उपस्थित रहनुभएका सदस्यहरूले, संविधानले तोकेका सदस्यहरूले गर्नुभएको भोटिङका आधारमा उपस्थित 6 जना मध्ये 4 जना सदस्यहरूले भोट गरेर चुन्नु भएको विषय भएको हुनाले यो कसरी असंवैधानिक भयो, यो कसरी संविधान विपरीत भयो, उही बुझिन मैले, बुझाइदेऊ कसैले। आफ्नो ढङ्गले व्याख्या गर्न त पाइँदैन, आफ्नो सुविधा अनुसारले व्याख्या गर्न त पाइँदैन। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ।